यहाँ हुन्छ हाम्रो रमामा हैन रुच्दा भएन भने जाँदै जाँदैन हो यहाँ एराङको नयाँ जुत्ता यस्तो यस्तो वेलकम ब्याक टु माई च्यानल। आज चाहिँ म है शनिबार हो, त्यही पनि स्कुलको प्रोग्राममा हिँड्नु लागेको होइन। त्यहाँ सूर्य इभेन्ट्स भएको छ कति बजी होइन के भनौँ आज कति बजी भिडियो बनाएँ कि मैले भगवान् त्यो नि भन्न आएन हो। तर आज भिडियो त बनाउनु पाउँदिनँ होला किनभने बिजी हुन्छ अनि मोबाइल चलाउनु पाउँदैन नि त। लेट्स सी के हुन्छ। अनि त्यसपछि आज लागेको नि बर्थडे हो होइन। म चाहिँ यहाँ रेडी भएर बसिसकेँ। अनि म चाहिँ होइन हजुरहरूलाई यदि भिडियो गर्नु पाएँ भने चाहिँ म मोबाइल चलाउनु पाएँ भने चाहिँ हजुरहरूलाई भिडियो बनाउनेछु हजुरहरूको लागि भनेर। ओके साथीहरू, सी यू। कस्तो राम्रो रहेछ कि यो सूर्य इभेन्ट्स त यहीँ धुम्बाराईमा रहेछ नि त। म देखाएको पनि थिएन, आज जे होस् थाहा पाइयो राम्रो रहेछ। त्यो होइन फाइनली प्रोग्राम त सकेको छैन। अब चाहिँ फेरि अर्को क्लासको बाँकी छ अनि त्यस पछाडि म्यामहरू सबजना खाना खानु जानुभयो। म चाहिँ अब यत्तिकै होइन घर गएर 2-3 बजीतिर हुन्छ होला खाना। आज बिहान खाना त खायो के अरे जेरी र चियाहरू यताउति खायो होइन। साथी हो यहाँ हेर्नुहोस् मेरो ड्रेस अनि यस्तै हो अब प्योर भेजिटेरियन परेपछि। हामीले चाहिँ होइन साथी हो यहाँ रुच्नाले कि दामी अचार बनायो तर कस्तो मेरो मोबाइलबाट लास्ट आउँदाखेरि देख्छ उसले चाहिँ यहाँ दामी बनाउँदैछ मेरो लागि चाहिँ छुट्टै त्यहाँ छ। पनिरै डढेछ यार ढुट्यो यार सेट हेर न रुटमा सब ढुट्यो यार ताँसेर सेट। ठिकै छ केही छैन। गाइस अब चाहिँ हाम्रो बर्थडेको तयारी भयो ल। यो चाहिँ सोनिका राई, ऊ चाहिँ यहाँ मैले ऊ चाहिँ यहाँ लसुन केलाउँदैछ अनि म चाहिँ यहाँनिर अब रोस्ट बनाउनु पर्ने छ मैले। अनि अचारहरू हाम्रो चाहिँ दाल भात चाहिँ हाम्रो यतातिर पाकिसकेको छ। सबैभन्दा ट्यालेन्ट हो नि हाम्रो चाहिँ यता दाई हुनुहुन्छ घरमै दुधी एउटा युट्युबर। यो पुसेर पछि बिचमा गएपछि अल्छी लाग्छ कसम भ्युज आउँदैन अनि अल्छी लाग्छ क्या। मेरोमा त होइन रुच्दा भएन भने जाँदै जाँदैन हो भ्युज। मैले गर्दा मात्रै भ्यू जान्छ क्या हो दिदीकोमा। ल है गाइजहरू यस्तरी नाचिरहेको छ। ल हाम्रो चाहिँ आज बर्थडेको लागि हामीलाई रेडी हुँदैछ। यतातिर खाना तरकारीहरू पाक्दैछ। यता कुकहरू यता चाहिँ यता के जति के बनाएर आएको छ। ल अब म चाहिँ केक लिनको लागि लागेँ। माझी छ यो सुँगुरको मासु आप्पा आमाको लागि। यो चाहिँ सिम्पल अनि हामीसँग सलाद। यो चाहिँ मैले रोस्ट बनाएको क्रन्ची एकदम मिठो छ। अनि यहाँनिर मासु छ अनि यहाँनिर अचार छ अनि यहाँनिर पनिर अनि हामीसँग यहाँ दाल भात छ। अनि यतातिर पनि मैले बनाउँदैछु अझै। अनि हामी उतातिरको म तपाईँलाई देखाउन चाहन्छु। उतातिरको चाहिँ हाम्रो चाहिँ दादा अनि यहाँ यस्तो हल्ला यहाँनिर हाम्रो भाइ छ अनि यहाँ सोनिका दिदी छ अनि एराङको खत नयाँ जुत्ता देखाइदियो। एराङ जुत्ता देखाइदियो न यहाँ एराङको नयाँ जुत्ता यस्तो 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 छ। अनि हाम्रो डेकोरेसन चाहिँ यस्तो छ है फेरि यहाँनिर चाहिँ खतरा भ्यू छ होइन। तपाईँ भन्नु हम गरीब जो धेरै इसलिए डेकोरेसन यसा हो गया यस्तो हो यहाँनिर सोनिका दिदीको बर्थडे होइन इलाङको बर्थडे होइन इलाङ ल त्यहाँनिर केक राखिदिन्छ। र अब केक चाहिँ यस्तो छ ओएमजी यहाँ चाहिँ केक सेक छ है साथीहरू।
ए ल रेडी भइसक्यो मेरो मनबाट लास्ट आउँदाहरू देख्यो यो धुवा आउने हो नि त निकाल लगी त हाम्रो ड्रमले बोल्नु नपाए मजाले बाल्नु न एकछिन बालिराख्नु गएको नछोडिनु त्यो त बोइल गर्नुपर्छ मजाले त्यहाँ नै न्युराउनु त हल्का यस्तै न्युराउनु त ल अब म खान्छु ल खाऊ अब रुद्धाले खान्छ म भिडियो बनाउँछु ल मलाई बान्ड्यो अनि खाने हो लु खाऊ बिग बाइट वाउ एलाङ बिग बाइट ओइ धेरै नलाइदियो च्याप्चा एलाङले यहाँ धोकिरहेको छ फेरि मेरो यहाँनिर यहाँ गोजीमा हालिदिनु यहाँ छ है पैसा यहाँ रुद्धा स्प्राइट हाल त म भिडियो मलाई नि स्प्राइट सुरुमा मलाई अरूलाई दियो नदियो थाहा भएन तर मलाई सुरुमा हालेको गिभ मी ओके दिस वान इज फर मी थ्याङ्क यू सो मच वेलकम एलु के भन्न चाहन्छु यता हेर म तिमीलाई दल दिन्छु मजा आउँछ दल एलुले खेल्छ रुत्नाले लगाइदियो नफुटाउ न म अब चाहिँ होइन मैले भ्लगै एन्ड गर्ने भए साथीहरू सबैजनाले यहाँ रुत्नाले रेडी बनाइसक्यो सबै होइन अनि यहाँ चाहिँ हाम्रो गर्जेले फेरि आमामा हो अब चाहिँ म मेरो भ्लगहरू चाहिँ कति धेरै हल्ला हो कि मेरोमा त यार कपाल पनि यस्तो छ होइन मान्छेहरू राम्री राम्री भएर भ्लग बनाउँछ आफ्नो भनेर थोरै यस्तो छ अब रुत्नाले देखाउनु पऱ्यो भने लुक एट अर गाइज एनिवेज ब्युटिफुल देखिरहेको यहाँ नै अब हामी दुईजना यो घरको नोकर भन्नाले हुन्छ स्यालेरी बिनाको नौकरी गर्ने हम दोनों रात दिन बताए आप लोग को धेरै पछि मैले यहाँ कोकी आउनु त तपाईँलाई आज कस्तो लाग्यो नाकमा केक आज कस्तो लाग्यो त होला एकदम ठिक लाग्यो अब चाहिँ मैले हेरेर साथी हो मेरो भ्लग एन्ड गर्नु भयो अब कामै काम हुन्छ क्या अनि त्यसपछिबाट हल्लै हल्ला छ अनि मैले अब एन्ड गर्नु भयो साथीहरू ओके थ्याङ्क यू फर वाचिङ माई भ्लग होइन अब जे जस्तो भयो नि मेरो मोबाइलबाट आएको छैन होइन ओके साथीहरू अब अर्कोचोटि हेरौँ के हुन्छ भ्लग हुन्छ कि हुँदैन यहाँ चाहिँ धेरै हल्ला भयो ओके साथीहरू थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो हजुरहरूलाई धेरै धेरै धन्यवाद छ हजुरहरूले आफ्नो महत्त्व टाइम चाहिँ दिएर मेरो भ्लग हेरिदिनु भयो त्यसको लागि धेरै आभार व्यक्त गर्न चाहन्छु कि थ्याङ्क यू सी यू नेक्स्ट भ्लग बाई 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 गाइस